रसुवामा अचानक आयो भीषण बाढी। अब त्रिशुली तटीय क्षेत्रसम्म उच्च जोखिम। रसुवाको भोटेकोशी नदीमा आज बिहान अचानक ठूलो बाढी आएको छ। बिहान करिब 9:15 बजेतिर तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशीमा प्रवेश गरेको प्रारम्भिक जानकारी छ। बाढीका कारण टिमुरे र स्याफ्रू बेसी क्षेत्रमा ठूलो क्षति पुगेको छ भने रसुवा भन्सार तथा आसपासका संरचनामा समेत क्षति भएको प्रारम्भिक विवरण आएको छ। यो बाढी अब भोटेकोशी हुँदै त्रिशुली नदीतर्फ अगाडि बढ़िरहेको छ। पछिल्लो अपडेट अनुसार बाढी धादिङको गल्छी आसपास पुगिसकेको छ र केही घण्टामा मुगलिन पार गर्ने अनुमान गरिएको छ। त्यसैले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क रहनुहोस्। विशेष गरी त्रिशुली नदी किनार, पृथ्वी राजमार्ग तथा मुगलिन नारायणगढ़ सड़क आसपासका जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ। बाढीको कारणबारे अहिलेसम्म यकिन भएको छैन। हिमताल फुटेको हुन सक्ने आशंका गरिए पनि यसको पुष्टि भइसकेको छैन। सुरक्षित रहनुहोस्, नदी किनारतर्फ नजानुहोस् र प्रशासनको सूचनालाई पछ्याउनुहोस्।